वर्ष 11 वर्षसम्म सुत्ने मान्छे त हो ढुक्कले आनन्द भने मनमा शान्ति लिएर हामी चौतारालाई जाने होइन आउनु रसुवा जाने गाडी है यो अब हामी लाग्यौँ दिक्तेल खोटाङ धान है धान पाक्ने बेला यति बेला धानको बरुवा खोलाको पान यति टाढो हुन्छ र गुगल आउने जस्तै देख्नु भात खान्छिस् के बसभित्र फुलायो मम्मी बसभित्र सुत्केरी फुलै छिरिछ
होइन बोकेहरूलाई कस्तो बोकेछ यो सफर मात्रै जुनेले हुँदो रहेछ नि पाकिसक्यो कुनै सिजन हो नि त यो गर्मी भइहाल्छ खै यसै त हेर्छ त मम्मी त्यो विदेशमा हुने भाइले पनि के पठाइदिन्थे अनि हाम्रो भान्जाले त्यहाँ जहिले मामाले विदेशबाट आउँदा नि मामाले पसेर आउनुहुन्छ नि त अनि कतिचोटि ल्याइदिनु भएको सामानहरू त्यहाँबाट 3 मिनेट जति उता हो क्या दिपाको फोन गरेको अनि फोन गरेको त्यही त म त आउँछ होला टुई टुई एउटै दिलमा राखेर कुकुरले बोकेर लगेछ त्यतिखेर एउटा अनि यसवाला एउटा बस पर्खिँदा पर्खिँदा आइरहने यसो यता आइज त्यही बस्छ भाइ त्यहाँ बस्छ न कहाँसम्म दिपा बागे मकैको खतरा सिम्पाने कस्तो राम्रो आम्बक पाकेको यो आम्बक आलुमा साटेर सिम्पानी भन्ने ठाउँ अझ स्कुल बस्ने पो भन्दो रहेछ मैले बुवाहरूले भनेको थियो म हामी हिँड्यौँ भनेको एक घन्टा लाग्छ मामा हाम्रो होइन हिँड्ने 1 घन्टा बा 2 घन्टा लाग्छ ल यो स्पिडमा चाहिँ यो स्पिडमा त 2 घन्टा 2.5 हाम्रो स्पिड भनेको त छोरा मान्छे हिँडेको स्पिड र छोरी मान्छे हाम्रो 1 घन्टा ठ्याक्कै पुगिन्छ क्या हिँड्दा छोरा मान्छे हिँड्यो भने छोरी मान्छेहरूले यस्तै यस्तै गर्दै हिँड्यो भने 2 घन्टा अघि घन्टामा पुग्छ छोरा मान्छे त कुदेर पुगिन्छ होला नि म अस्ति मरेर कुदा 1 घन्टामा आइपुगेको यहाँ गाडी चढ्नु होइन ऊ
बाइक तल तल यो बत्ती बालेको चिक्नु होइन त त्यो उसलाई भनेको है तल पुरानो भनेको जोडा क्या त्यसको उ रहेछ क्या अहिले त्यसको गाडी रहेछ अर्को रहेछ क्या ठन्डीमा ऊ भइरहेछ अरूको त्यो टाउको माउतो गर्नु सही छुनु चाहिँ अनि किन नखाँदो होला जाडो ठन्डी छ नि अठाएर के हुँदैन यो अब गाडीहरूले खिची मार्छ त्यही भएर अलिकति भाग्दैछ यो के बिस नभएको सर्प रहेछ हौ। 20 महिनाको यो केटाहरूले अठाउँदै ऊ जिब्रो फाल्दै गर्दा मन चाहिँ डर लाग्छ क्या जिब्रो फाल्दै गर्छ जा यहाँ अगाडि धालाचुङ चढ्यो कतिको टाढो हो आम्मामा डाँडै चढेको 2 घन्टा लाएर हिँडेर माथि छ नि ऊ माथि पुग्नु टाढो उकालो धेरै छ हो बाटो त त्यो धेरै पो छ अझै माथि छ धेरै अझै छ बिचो कुदेदैन काइला दाइ जस्तो त रहेछ यो कलर यो के अरे म त के अरे आसेको थियो नि आसे दाइ उसको जस्तै अनुहार त्यस्तै पो देखेँ सपना आसेको धुले कता होइन हौ यो कान्छा अनुहार क्या अनुहार बाउ जस्तो त रहेनछ क्या बाउ देखेको छौ तिमीलाई आफै पिर्ते दाइ नदेखेको यस्तो त दाइ त यसको छोराको छोरा त्यो त मैले देखेको छुइनँ नि यो उकालो कम सर्छ त नि पर चाहिँ अलिकति त्यति उकालो पर्दैन थियो क्या हामी छिरिहालेछ सोर्नु बाहेक सबै पाइन्छ सोर्नु चाहिँ भएन बदनाम हुन्छ अरू सबै एकछिन देखाउँछु रमाइलो भएको ए देखिँदैन त रहेछ अलिक मजाले देखाउनुहोस् न त्यति नै छ्याङछ्याङै झर्ना ल अझै बाँच्छ यता छाँक उता छ अहिले भयो ल यो मनलाई देखाए त झर्लास् नि देखा न त्यो उता भिडियो छ हौ देखेर यस्तो गरेर हौ हो त्यसरी अनि मामा र उसलाई पनि खुसी लाग्छ मलाई पनि तिम्रो दुईजना पानी खाएको कस्तो मिठो हौ आज यता सोध्नु यो पानी हामी यहाँ काट निकाल्छ खागा हेर्नु अझै माथि खागा भयो है मम्मी
पानी खाने नखाने म मामा पानी खाने नखाने भएको छन्ती खाँदैन हामी घर आइपुग्यौँ है म होइन म जन्मेको ठाउँ म हुर्केको ठाउँ यो 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 बाटो पहिल्यैदेखि थियो यस्तै नै हाम्रो यो 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 अखटावाले बाटो पहिल्यै थियो नि होइन होइन यो पहिला पहिलाको बाटो यता उठेर त्यो चिप्लो छ पानी भित्र आएको छन् अनि बाहिर कतै उता बाहिर त हुन्छ नि के गर्नु गऱ्यो भने बाटो पनि यहाँ आइहाल्यो यो राजकुलो यही टोक्दैन हौ टोक्दैन आए पनि टोक्दैन के हो त्यसको नाम रातै रातो यता यता पुगले टोक्दैन एकछिन एकछिन नचला है नजा अगाडि आँखा देख्छ अन्धा टोक्दैन नछोइहाल्छ काकी ओ काकी को त आयौँ त हामी त अर्को अर्को टर्न यहाँ यसले चाहिँ टोक्छ त बाहिर तिमीहरूको खुट्टामा हातमा ए खुट्टामा हातमा मागे माने नाति यो लुङ्गी दुईटा लेख्छु कि काकी एउटा छानेर राख्नु Next day, good morning. Beautiful view. सबै यतै गर्नुको मान्छेहरू है भाइ मामाहरू आमाहरू अन्त कहाँ कहाँ पुग्नु मम्मी जन्मेको ठाउँहरू हेर्नु पाइयो को खान्छ भात कसैले बाहिर चाहिँ खाँदैन यिनीहरू पनि खाँदैन त म त सुगर छ भने सुगर त आलु बार्छ नि आलु बार्नुपर्छ तर मलाई त यो भेटाएको बेला खाइराख्ने दबाई खाइराखेको छ हुन्छ ए दबाई टन्नै खान्छु नि आमा मेरो भान्जामा चाहिँ आउँछ भनेर मैले भनेकै हो भनिस् भान्जाले खाँदैन के गर्नु त नाम मात्रै भान्जा अनि बाबालाई पक्को जिम्मा ए मैले हुन्छ खाए होइन नानी काजको भान्जा होइन उहाँ पनि छैन गाडीहरू त ऊ हुन्छ आउन मन अत्याधिक रहर गर्नुभएकै हो तपाईँले गर्दाखेरि मधुमेह सुन त तिम्रो ऊ के अरे बफरमा तिम्रो त्यो मोचानाको ऊ बनाउँछ नि हजुर खानाका लागि होइन खाना चाहिँ कहाँ होइन तिमी मेरो पठाइ
मेरो 20 रुपियाँ आएको छ। तिमीले नसके म ल्याइदिन्छु फेरि तपाईँलाई हो हो नम्बरमा तिमीले हो 2 नम्बरमा उसले न धेर छिटो 40 हाल्छ तास त हामी लड्दै नै आएको थियो क्या धम्केर तिनजना त धम्काएर म 20 रुपियाँ खोल्दा हुन्छ नल मेरो जुटेले 20 आयो पैसा मेरो 1000 रुपियाँ पैसा हो त डेन्जर रहेछ यो यस्तो धरानमा हुन्छ त यस्तो सुँगुरो काँठाहरूदेखि यता फर्केको छ कान त हाम्रोहरूको यसो भएको हुन्छ होइन है काँठाहरू सुँगुरो के भनेको सानो ठुलो रहेछ राँकै राँका अन्त यिनीहरूले कस्तो ऊ मान्छे बनाइदेऊ न त्यो नदेखेको मान्छे देखेर नि यो चाहिँ केटी रहेछ लु टिप्नु यति नै ढक्क टिपिदिउँ भनेको त्यसरी फेरि आउँछ ए यी फुल यी कमान्डो भिडियो छ भिडियो बनाइदिनु यसरी यसरी हो हाम्रो अनुपले फुल टिप्दैछ तिहारको लागि डोकोमा बोकी बोकी टिपिराखेको छ हेर यहाँ यी डोकोमा फुल छ अनि यता गएर ऊ बहिनी अनुष्का हो फुल टिप्दैछ मेरो चाहिँ भदैनी हो है अब मलाई पनि खाइदिउँ त म तिमीमा चाहिँ यहाँ चाहिँ उतै जानुपर्ने छ नानी यता त खाने मात्रै बनाऊ टिकटक छ मेरो अनुप छ ऊ गर्नै आउँदैन क्या त्यो ऊहरू आएको त्यो इमोहरू आएको ऊहरू आएको चाहिँ हान्नु आउँछ होइन केही नआएको चाहिँ अनि के हान्दिनु एउटा उसको भएर भन्छ त्यो ठाउँतिर त कहाँको फुल आउँछ त्यो धरानबाट होइन बाहिरबाट आउँछ नि त अनि त्यो ठुलो फुलै आउँदैन क्या मसिनै नै आउँछ क्या फुलै तैँले चाहिँ यो गाँजा बेसरी खिचेको तँलाई पक्रेर लैजाला लगाइदियो उमा लगाइदियो टिकटक बनाएर तँ खुट्दै आएको यसलाई खास मजाले यसलाई केतुके फुल भन्छ केतुके आमामा उहिले हामी यहाँ हुँदाखेरि यो मिसाएर हुन्थ्यो कति चौवा खोला खोइ हेर जुत्तासँग पस्दिनु जुत्ता चाहिँ खोल्नु न नातिकै नआइज तातो जाला त बिमारी भेट्दैन ताओ 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 एलिसा ताओ अनि कता जाऊ खाऊ यता मम्मी बल्छी हान्नु बल्छी ठुलोमा है कहाँ त्यहाँ हो हामी एउटा बल्छी हामीले
यो बारीको यसरी पाल्नुपर्छ बोलैदेखि चौ गर्ने अरे तँलाई त बिग्रियो भनेर त पाउँछस् आउँदै आएन अरे क्या त्यो गाडी आएन र त त्यो पञ्चमी डाँडा माग्नु साइपत्री नै तर यसलाई 1 2 3 एकैचोटि 200 ओके हान्नु पर्छ नि एकछिनमा बोल्छु ल 20 रुपैयाँ खेलौँ न एकचोटि हौ पाइयो होइन दिन पैसै हाल भन्ने भए पनि म बोल्दा भयो होइन मम्मी खोइ नाच्नु न फेरि नाच्नु त भयो कसैले खाइनु अर्कालाई अफर दिन्छ अहिले आफू हारेर हुन्छ आफ्नो म अफर त यति हारेपछि भागिहाल्छु त्यो हुने छैन हामी खेल्नु यति भाग्यो नि होइन त अटा कसले उठि हामी अघि उठेर घुमेर आएको एकराम त्यता के हिजोकै डाँडा अन्त ठाउँ त अलिक जानु ऊ त गएर उधो रमी खेल्नु पर्ने ऊ त कार्की के भिडियो गरेको आलु पनि उ गरिदियो अर्को छ अर्को पुग्दैन होला नि त तँ त अर्को छ त यो अलिक होटोमा रहेछ नि त हेरे यो बार अलिक कस्तो दामी हुन्छ वरिपरि अब यहाँ लाएर हिँड्नु मुसाले यहाँ मुसा हुन्छ हुँदैन हुन्छ नि खाँदैन आलुदमहरू बनाउनु भिडियो कलहरूको भिडियो हो होइन भिडियो अनि अनुहारमा कस्तो होइन जुम इन र जुम आउट हुन्छ त्यसको भालेको यो जुत्दाखेरि यो नङ र यो छडीले अर्को भालेको घाँटी यस्तो यस्तो छाती फक्कै फोरेर ठहरै मार्थ्यो धनीलाई नै काट्दिएको आफ्नो धनी नै त्यो चाहिँ फाइट पनि डराएर खै मम्मी यता यता हेर्नु ल म नुहाउनु आँटेको है यही कोठामा कोठैमा नुहाइदिनु हाइट आँटेको
अब त्यसो तातो पानी बनाएर भिडियो यही राखिदिइराख्छ न भिडियो छडीवाला कुखुरा छ त नि मामा त्यस ए गिरिरहेछ पानी तातिन ए यहाँ आगो बल्दैछ रातै भयो यसले गर्दा भयो भन्छ अबे मुन्डोमा मुन्डो अनु त्यस्तो त त्यो पनि बाङ्गै काट्दो रहेछ एकछिन यहीँ छु म उता छ उता आजको दिन त मान्छे त भगवान् भयो कुखुरा हुँदैछ हाम्रो यता कमान्डोले गार्ड गरेर सेक्युरिटी टाइट गरिरहेछ त्यसले म ए ड्याडी मम्मी भनिसकेँ मामा कमान्डोले क्या सेक्युरिटी काटी के कसो कसो यो कुरा बोलेर खाने काटी खाँदैन त भन्छ त यो निसाले हाल्नु सबै कहाँको बजाउ त तिमीले यस्तो हामी त्यस्तै हो मलाई पनि आज राम्रो आशीर्वाद दिनुपर्छ है तीनटा जन भयो कि चारवटा बनाएको क्या तीनटा हुनेछ नि यस्तो क्यार त्यहाँ लगाइदिस् अनि यस्तो कुमकुममा पनि छुए जस्तो गर्छ तेलले यो घोडामा हौ त्यसरी शीतल भयो त किताब हात पाइन्छ छैन तिमी छैन त के पो छैन भाइ यो कुन ऊको घरको ऊ के उता पोकाको ए पोकाको त हुँदैन त नाना त्यही त पोकाको त डल्ली जान्छ तर तिनीहरूले त्यहाँ दिएको त हुन्छ नि त्यो जति लिएको थियो नि त्योमा हुन्छ नि सेतो डल्ली गएर हुँदैन यो रेडी गर्नु छोड्छ नि कहाँ कुचा साडी अब भिडियोमा पनि पुरै आउने पर्यो झगडा परेको त्यही त नि 50 वर्ष मान्छेले मानिलिउँ न त कुरा चाहिँ मानिलिउँ क्या अनि दुःख चाहिँ गर्ने अनि जेन्जी भन्दै 20-22 वर्षकोले चुरोट खाँदै रक्सी खाँदै जेन्जी भन्दै अनि हिँड्छ अधिकार खोजेको गरे रिसाले मरि पनि हाल्छु म त एउटा कुरा ठिक पनि तिनीहरूको हामीले गर्न सक्नु पर्ने त तिनीहरूले एउटा घर सम्हाल्नु सक्छ 28 वर्षको मान्छे के गर्ने मम्मी टोपी त लाउनु पर्छ त टोपी छैन कमे रही पर्छ त लिँदैन कसैले टोपी लाउनु पर्छ ला मेरो तर्फबाट म पनि उनै त हो हौ त्यसरी तेरो पनि थियो नि टोपी त पर अब ल्याउनु जानु पर्यो नि त पर यहाँ त छैन त
तरे बाल त हुन्छ हावाले कि मेरो फरियाले हान्नु नि धेरै छ हान्ने कुराहरू किन थोरै अहिले अब हामीलाई अर्डर जान्छ लक्ष्मीलाई हाँसै आज हाँसै आएको छैन यहाँ आपत परेको बेलामा हाँसै आएको छैन रोग आएर है त सिरियस छु के म आज श्रेयस भएको बेला त्यो हाँस आउँदैन पैसा नदिएर किन हाँसेन ल जेन्जीहरूले बियर लिएर बसेको छ यहाँ अरू त कुरा थाहा छैन ल यहाँ जेन्जीहरूले बियरसँग बसेको छ खोइ म जाँदा हुन्छ है आऊ तिमी हुन्छ भान्जामा बस्दा भयो बस्दा हुन्छ बस आऊ को पनि अनि बहिनी नै हो त अनि टिका डाइरेक्ट लाग्दा हुन्छ जम नछेकेर जम छेकिसक्यो कि छेक्नु मन परेको छेक लु छेकल यस्तो आऊ यस्तो यताबाट आऊ राम्रो आशीर्वाद दिनु दाजुहरूलाई भाइहरूलाई राम्रो होस् उता फ्याँक हो उता उता ए माला ल्याइदेऊ जाऊ न नि दुईटा खाम पाइहाल्यो म राखिदिन्छु है तिमी हराउँछ तिमीले खाममा राखिदिन्छु हराउँछ कति खेप भयो 3 खेप भइसक्यो ल लु एक खेप मात्रै भयो घुमा तिनचोटि भयो भइसक्यो ल उसले गनी गरेको लु टिका लाग्यो न पहिले टिका लाग्यो अनि हाम्रो यहाँ राम्रो त्यहीँ माथि थपिदेऊ त्यसमै थप्नु हो त्यसमै थप्नु हैन थप्दैन कतिजना चेली भनेर आज त चिनिनु परेन त हुन त हो नि त नि ल कसैले त्यो चेल्नु छैन भन्नु के हुन्छ अनि आउनु भएन यत्रो एल्सा कहाँ गएछ त एउटा टोपी ल्याइदिएको ल यो भिडियो पर्दैन म तँलाई टोपी ल्याइदिन्छु आज त अनि त्यहाँदेखि फेरि टिममा तपाईको रेडी गर्नु त्यहाँ ए मामा यहाँ दिएको छैन त छ्यासा गर्दैछ त ग्यासमा ठोस न ग्यासमा खानु ज्वाइँ त परेकै हो पहिले पहिलेदेखिको ज्वाइँ जतादेखि पनि ज्वाइँ भनेपछि सक्ने रहेछ अब फेरि कम्पिटिसन गर्दै अब फेरि उता हाम्रो यता लेकको हाम्रो छोरी चाहिँ लेकको बरा पनि छ अहिलेसम्म रहेछ अब कसले जित्ने हो थाहा छैन त चाहिँ म त हामीले जित्यौँ भनेर मक्ख परिराखेको थियौँ दुईटाले बराबरी रहेछ जित्नु नि भएको छैन अब कम्पिटिसनमा रहेछ अब तर हाम्रो त ए नानी जाऊ सानो केटा बुझाएको दुईपल्ट भयो होइन मेरो अब घुम्दा 3 पल्ट हुन्छ साम्बो नानीहरु राख त म त यो धेरै बस्नु त काम गर्दैछ हौ ड्युटी गराएछ एकछिन पर्खी चुप्ला मैले दुईटा ल्याएको थिएँ जुन चलाउन पनि हुन्छ धरानको ओखर भन्दा डर रहेछ है मम्मी कति डराउनु भन्दा धनको खरै त्यो दाजु खरो होइन धरानमा हामी उमा त यही चलाउँछौँ जम्सुक्ता तर कहाँबाट आएको त्यो कलिलो ओखर गरेर लिएको हुन्छ क्या झिलिप्पै हुन्छ तपाईँको त सानो डर त हुँदैन टाढामा चाहिँ के खतरा खतरा गर्छ आज धेरै कुरा छ माथि साँच्चै पो त धेरै कुरा छ माथि आज कोही गफ दिन्छ न साँच्चै के हो त काकी त कता भयो अघिदेखि हो पर्दैन कि यति राख्ने यति राख्ने उसले मजाले ढुक्क गर्छ अब तैँले सुनेको भने हामीले सुनेको मम्मी बुझेर चाहिँ सुन्नु आँट्यो कुन गीत नाच्ने कुन गीत नाच्ने तिमी भन्छौ छैन न मैले सिकाउँछ उम्, को नाच्ने
दादालाई नचाउने अरे कि अनि टिकटक बनाउने अरे क्या 30 मिनट टाइम दिन्छ क्याप्चर गरी आज ऊ के अरे ऊ चाहिँ फेरि दादा चाहिँ चेलीले जे भन्छ त्यही मान्ने अरे अनि मैले ऊ नाचेकै छ अनि यहीँ है यतिकै चल्छ अब के पो म त के भइसक्यो यहाँ माला छानेर बोकेर यस्तो राम्रो राम्रो छानेर लिएको छु अघि लाग्नु भयो नि त यो निकाल अनि यो लगा मेरो बुवा लसिने यो अचार त कसरी गरिएन है सबैको बोटुको फोटो खिचिहाल्नु अहिले भेला भइन् भने बोका बोका उठेर आव त एकछिन मलाई चुडाएर गर्नुपर्ने छ तिनीहरू अहिले तासले गर्दा उठेन क्या उहाँ टिकटक बनाउनेहरूलाई कस्तो गाह्रो भइरहेको छ यो दुईजनाको मात्रै खिच्यो त ऊ त्यो साग छरेको सागको बिउ छ कि छैन नाना बाहिरतिर भयो छको पातिर छ मलाई अलिकति त्यो पठाउनु ल छ लगेर पाहाडको साग छर्नु पऱ्यो भयो भने पऱ्यो मास्क खोलेर यसो गर्दैछ क्या हेरेको त यहाँको दाँत पो गएछ यीको गएछ होइन अनि मैले त पहिला क्या दिदीको दाँत गएछ होइन भाँचेछ नि त क्लास भनेको भन्थ्यो अनि कसरी भाँच्यो भनेको त्यतिकै बसिरहेको थियो लाग्यो होइन सकल दाँत त्यतिकै बसिरहेको थियो मैले त यी दाँत भनेर देखाउँथेँ भन्थ्यो दाँत भाँचेर तर हातमा देखाउँथ्यो पेट टोकेर गएर पैसा देखाउँदै बस्नु अब भन्छ म त्यो पछि तिमीलाई त्यो गुल्लोले खाइयो आज पनि एका पनि पऱ्यो त त्यता पनि त्यो बादलले लु लु हिँड्दा नानी लु छिटो गर अनि पे ऊ खोज्नुपर्छ ऊ कम्प्युटर कता गएर एउटा लट्ठी होइन त के भन्ने अरे नाना मचन होइन नाना के हो बाँस कि पो ए बाँस म त न त यहाँ यता पट्टिएर छ होला नाना गलत गलत देखाउँदै मम्मीले दिदी के अरे झापाको चियाको पातहरू त्यो मात्रै देख्छु टोक्ला चियाहरू हो त्यो इलामको चिया हो यो त्यही चिया हो त्यस्तै बनिन्छ त्यसलाई जोगिनी फुल कहाँको पात हेर सुर्ती त्यस्तो सुर्ती कोकुको पाली अलैँची बट्टी लगाउने
यो पुर्खाउने बाटो है बाजे बोजू कोकु कोप्पा सबैजना हिँडेको हामी सानोमा हिँडेको अब तिम्रो पनि हिँड्नु सक्छ वडाखारीको के अरे तेल हुन्छ तर मैले देख्दिनँ त्यो भोटेबारीको खेत होइन हो यहाँ मान्छे भयो रातो पट्टी लाउनु भन्छ यो भोटेबारी बाजे बजीको खेत थियो अनि त्यो पल्लोमा हौ त्यो रातो पट्टी लाउने नुन थाला भन्छ होइन त्यो नुन थाला हो अनि बस कार्तिका त्यो तल हाम्रोमा आइबस्छ ए उठ्यो बिहा अनि यो उनीहरूकै बारी त्यो डिलदेखि उयो चाहिँ फेरि हाम्रै डिलदेखि उतापट्टि चाहिँ हाम्रै बारी यता चाहिँ उनीहरूको मूल घर चाहिँ यहाँ मुनि थियो हिजो अस्ति तिनीहरूसँग भेटेर बोलेको दसैँ पछाडि मम्मीको भएर नाना अहिले त उनीहरूको छु त रङ्गुर यहाँ रहेछ त सुषमाहरूको घर चाहिँ त्यही ठाउँमा हो त्यो उनीहरूको घर तर भत्कियो अनि यो तल्लो घर चाहिँ सुषमाको काकाको बाजे काकाको अनि उहाँ त्यो मेरो फुफाइ र फुफाइ फोटो खिच्दै राख्यो है उता भाउजूलाई पठाइदिनुपर्छ यसो फोटो भन्दा खिच्दैन ल फोटो चाहिँ खिच्दै त कुन खोलामा है माउरी खोला हजुर यसो कुद्दै आउँछ अहिले म त्यहाँ ए चिया नमस्ते बाजे बज्यू नमस्ते बाजेलाई मेरो ससुरालाई कतिको मेरो ससुरासँग त्यतिखेर 2300 पैसा थियो अरे 1800मा लैजा कति बिगा पो भनेको अरे गराले भएको औलेले मेरोमा एक कठाको 3 करोड पर्नु थाल्यो नि मेरो बुझा के भन्नुहुन्छ नि 3 करोड नभएको पनि 2.5 करोड पर्छ पुरै खेत हानेर केही संसार कुनै के पऱ्यो पहिरोले लगेको छ कुनै यस्तै जङ्गल भएको छ हाम्रो जस्तै म लक्ष्मी पूजा गर्नुलाई धावा गर्दै थियो बुहारी अनि ऊ बुइनी पनि त्यस्तै काठमाडौँमा अहिले बसिरहेको छ त्यो झुसली किरा देख्यो भने पनि पर भाग्ने जुगा देख्यो भने यसरी उफ्रिने होइन क्या त्यही ठाउँमा जन्मे नि त भाग्यले ऊ गर्दो रहेछ क्या भित्रैबाट ऊ भएर कोही कुरो यो बग्दैन बाजे के पानी भरेर ऊ तल जान्छ नि आँगनामा जाँदैछ पानी ऊ त्यहाँ खाँदै थियो अनि यो गहिरो पोखरीमा लगाएको
राम्रो रहेछ बाजे यहाँ यसो त्यसो सबै हेर न अन्त देवीथान त्यहाँ माथि छ ऊ देवीथान देउराथान यहाँ छ अल्गो रुख भएको फेर्नमा देवीथान छ ग्रासकार हुन्छ तर अलिक जाडमा नहुँदो रहेछ ए हजुर यो असला चाहिँ मजाले बढ्छ रहेछ है यो चाहिँ बढ्छ असला यो अनि ग्रासकार चाहिँ अलिक लगाएको थियो भरे त दुईटा नै एउटा मात्रै रहेछ एउटा मात्रै ए के बाजेहरूको कुकुर हो यो हो हाम्रो यस्तो खालको छ त कस्तो रातो कलरको पो रहेछ त नि ओ माई गड ए चल्दै पो छ है जिउँदै छ सर्प त कहिले नदेखेको यो यो रातो कलरको यो फेटी जस्तो छ त्यो फेटी जस्तो छ यहाँ आउँदो रहेछ धनकुमारले ल्याऊ आफै यहाँ त रातो सर्प भन अनि यहाँदेखि यता फर्कायो उहाँ त्यो बाबैले ढुङ्गाले दिएको लागेन मैले परबाट ढुङ्गाले दिएको त टाउकैमा लाग्यो बुटेसरी यो छोटो पुच्छर भएको त मार्नु हुँदैन लामो पुच्छर गरेको छ र मारेको किन छोटो पुच्छर गरेको चाहिँ त्यो त साकेल लाउ नि त नि छोटो पुच्छर गरेको छ छोटो हुन्छ नाग हुन्छ यो लामो छुन है तर अलिअलि जिउँदो छ है अलिअलि होइन मरिसकेको छ अब छामछुम गरेर लुन भयो नि के छामेको यस्तो सर्प त लु मैले देखेको थिइनँ हाम्रोमा त अब लगाएको छ नि त यहाँनिर यो खालको सर्पै मैले पनि देखेको थिइनँ मैले पनि आजै देखेको मुभ है मुभ यो मचना भन्ने मुभ हाम्रो ड्याडीको लागि घङ्गुरको लट्ठी काटिँदैछ हामीले काँडा काँडावाला हुँदो रहेछ काँडा हुन्छ यो फलेको फल खानु मिठो हुन्छ राप्तै तर ठुलो घङ्गुर चाहिँ हामीले भेटिएन यो ठुलो यहाँभन्दा रहेछ नि त यो हाम्रो बारीले त्यसैले ढाकेको छ है भाइ कस्तो राम्रो छ देखि गेटहरू यसले सजाउँछ यस्तो गेटहरू कस्तो दामी दामी बनाइन्छ डिजाइन निक्लिने रहेछ कार्पेट जस्तो क्या है यहाँदेखि उँभो हाम्रो है यो बारी यहाँदेखि उँधो यो उँको के अरे दिएछ त नि यताबाटै मिलाउँदै मिलाउँदै अनि उताबाट मिलिहाल्दो रहेछ म यो टुवा खोला हो नाता नातिनी लानु नपाएर पो नगएको अरे अनि नाति नातिनी पाउने अहिले त भयो अरे पेन्सिलको पनि आउँछ पेन्सिलको आउँछ पेन्सिलको उमा ब्याङ्कमा बस्छ अरे होइन पैसा आउँछ भयो मेरो त ब्लगमा सेमको बाउ जस्तो क्या किन साँच्ची बाउ बाउ चाहिँ भनेको नानीको बाउहरू नभए पनि दक्षिण बाउ किन त दक्षिण बाउ भनेको को किन त्यसरी राखेको बाउ हाम्रो बाउहरूले
त्यो उहाँ पनि पो रहेछ त घर देखि त्यो हाम्रो हो होइन त्यो उयो चाहिँ हाम्रो उयो खै हट्ट मजा त्यो घर सानो ल फाइनल्ली चट्टानमाथि आइयो मम्मी बाफ्रे झर्ना हेर्न न उया छ हौ उया होला नि घर त यहीँ नजिकै रहेछ चाहिँ यस्तो कहाँ हुन्छ त यो मुनि हो कहाँ पो हो मामाको घर ए हिजो तास खेल्ने मामा होइन तर ए ए जानु नि अब ओह्रालो झर्दैछौँ हामी मम्मी कति जान आँटेको फेरि अलिक माथि त्यो टुवा खोला बास पाने पान्टर झर्ना हराएर कोदो यहाँ पो फलिरहेको हराएको झर्ना फेरि भेटियो मेरो फोनबाट त त्यो छेउछेउबाट चाहिँ उयो के अरे उयो पारीको त्यो भिरभिरमा कस्तो राम्रो उयोहरू अनि यो मान्छे एक भिडियो त बन्द है यार यसो कसो गरेर हेर्दा पुरा इन्द्रेणी परेको हुन्छ के पऱ्यो ल्याम्बो अलिक भरे हो कि अलिक अगाडि हो त्यो घाम पुग्दा आएको बेला त्यो भिडियो बनाउँदैछु यता हेरौँ मम्मी यो त्यस्तोले सबैको काट्छ छिनिएन मैले बोक्नु फोटो खिच्नु तपाईँ अनि म खिच्छु हेर्नु चाहिँ आँटेको क्या गर्नु यस्तो गरेर यो भिडियो होइन त खिचियोस् पनि म हेर्छु पनि क्या यो अनि यता वरपरको उयोहरू दृश्यहरू पनि तपाईँको स्टोरीमा लाउनु यस्तो क्या कस्तो कस्तो छ भन्ने दृश्य देखाउनु न त ल भयो यतिको हुन्छ त्यो झरौँ मम्मी भइहाल्यो गएर फुलमा गएर फोटो खिच्ने बात खिच्छ यो पनि मजाले खिच्दै मेरो फुलमा लाउनु डाली डाली फुल फुल्यो लिएर यहाँ हामीलाई पाता पातामा फुले झर्ना हेर्नु ल्याएको नानीहरूलाई उहाँ माथि म त यता हेरेर ल झर्ने हराए हिँड घर भन्दैछु अनि यसो सम्झेको होइन ठ्याक्कै त घरको यस्तो बाटो देखिन्छ भन्दा नि यस्तो यस्तो त्यही मन त हिँड्दो रहेछ हेर यस्तो बाटोहरू मजाले म त उहिले हिँडेको मान्छे उहिले एउटा त हिँडेर यता सिक्न सिकेर कहाँ परेको यो पाखाको कति हिँड्यो
मम्मीलाई नै हिँडिरहेको छ रातको बेला छक्क परेर उभियो हेर्न फेरि हाम्रोतिर मैतिर खै निङ्गुरो देखाउनु त मम्मी हामीलाई त्यहाँ ए निङ्गुरे हो यो खाइन्छ यसलाई साउने निङ्गुरे भन्छ साउने निङ्गुरे खोल्नु पर्ने रहेछ त जुत्ता नानीलाई सक्छ राखेको छु जान जुत्ता खोलेर पोको हो अब चिप्लो रहेछ है छुट्टै हिँड है एलिसा पनि है अलिक गर्मी ठाउँमा चाहिँ यो सिस्नोको नाम भान्द्रे सिस्नो भन्छ ए जाकेको थियो क्या बाङ्रे सिस्नोले पोल्छ कि के हो यो जात सिस्नो यो खाने सिस्नो यो भाडु कता भिडियो बनाए यत्रो दुःख गरेर आएको तिमीहरूको दुःख हेर गएन नि होइन सुवामा जानुपर्छ होइन मेरो त साह्रै मैला होला घरिमा पनि यो पारी छ र त्यो फुलहरू यो पर्यटक हो कि के जाति आउने हो भने यहाँ कति हो कति हेर्न आउने तर साह्रै राम्रो ठाउँ रहेछ यहाँ है घुम्नु आउनु चाहिँ बस्नुभन्दा कटुसको रुख हो त्यो बिचमा यो सल्ट फ्याँक्ने होला ओइ बेन्च उठ्नु होला कोपाहरूलाई लगाएको पुल हेर्न ए देखिरहेछ है कस्तो मजाको अब कोपाहरूले बनाएको पुलतिर सिस्नो मम्मी हेर्नु कस्तो खोर जङ्गल हिँडिँदैछ है आज
हामी हिँड्नु नसक्ने भिरमा हिँड्दैछ यो दिनु होइन यो उहाँ थियो अनि पछाडि फेरि यता ऊ बनाएर अनि त्यहाँ यत्रो फुल बनाउनुलाई थोरै लाग्छ ए मम्मी तपाईँ त्यहाँ बस्नु क्या ए भिडियोमा ल ए एकछिन है अलिकति म के भन्नुभएको ल म कस्तो भयो राम्रो भयो नि होइन तिमीहरूलाई कतिको खुसी लाग्यो आफ्नो जन्मस्थल आएर मलाई त खुसी लागेको छ नि तिमीहरूलाई कस्तो लाग्यो बेकारमा आएछु जस्तो लाग्दैछ कि सजिलो क्या अघि पुगेको ठाउँ हामी चाहिँ यो पान्टारको घर भनेपछि यता हजुर नमस्ते झर्ना कस्तो रहेछ हाम्रो दामी छ रहेछ नमस्ते झर्नाको कस्तो राम्रो क्या हाम्रो ठाउँमा उ ल्यायो भने त मान्छे कति आउँथ्यो अब प्याकिङ हो अब पटवारेको टोपी चाहिँ लगिदिनु पर्ने रहेछ मलाई यो चाहिँ यहाँ अब जाने ल प्याकिङ गर्दै हेरेको
यताउता हेर है अब हामी हिँड्नु लागेको झन् झन् उतै झन् यत्रो खुस्काएर टाउकोमा बनाउनु पर्थ्यो चुडिएछ कि चिन्ता गर्दै जुन गरी होइन यो यहाँ छ होला मम्मी भाइले बोकेकोमा छ भोलि हुँदैन आजै जाने हो होइन है यहाँ पनि छैन धेरै आशीर्वाद उको केलीको तर्फबाट कस्तो उहाँ जानु पर्यो भनेको थिएँ ठिकै छ अब बाटोमा भए पनि भेट्दैनौँ भेट्दै नभेट त्यो डाँडामा निस्केर एकछिन पराएर भाग्नु पर्यो भन्दै थिएँ लु लु धन्यवाद चाहिँ यत्रो कहाँ दिएको मलाई ऊ मात्रै पो त सबैलाई पो दिन्छु म त पिरो खानु मात्रै नि टाढोबाट बोकेर पनि त्यसले पनि सक्दैन सबैभन्दा ठुलो मान्छे मै त हो अनि माथि गएर बसिरहेको म यहाँ सकमा मम्मी र बाबाको फोटो भिडियो लाग्छ है आउनुपर्ने नआएर गयो यहाँ नगरे ऊ मामा ऊ यहाँ छ नमान्नु अरे यताको सर्पहरू देख्यो पुच्छर किन कति राम्रो छ यहाँको अनि कोपाले कतिचोटि टोकेर कसरी भयो अब कसरी उपचार गरेर झारेर शेषुपाल एक्साइटेड भइरहेछ है छोड अब धालाकुङ छोड्यो जङ्गल पस्यो पिट्ले खोला साइड पस्यो अहिले नै त छोडिरहेको छैन तर गाउँ चाहिँ छोडियो ल ल मेरो यस्तो उसो बोटहरू छ चल्लाको सानो पानी हो यहाँ बन्द गरेको यो त पुरै आयो नि अलिअलि नखाऊ यसरी नै हो भाइ भाइ ए उहाँ मन्दिर पनि रहेछ त है हो त्यही मन्दिर त हो नि सोलडुङ्गा बाख्रा बस्तु नै खेल्दैछ
जे भए पनि भगवान्को टस किन टस त्यहाँभित्र जा ए त्यो मोबाइलको पनि गर्दा हुन्छ टस बनाउँदै बनाउँदै अहिले पो डेभलप बनाएको छ लु मम सट्टै छिरी जाम त भित्र यता यो माथि चाहिँ होइन खोइ देखिन मैले ओइ सट्टै छिरी जाउँ है सट्टै कहाँ पो आयो हलेसी थान मन्दिर हलेसी थानको महादेव म पनि बाल्नु पर्यो एक्लै एक्लै बालेर जान्छु सजिलो लाग्दैछ भिडियो गर है हामी हलेसी पुगेको छ्याच्छ आया खुट्टा भाँच्यो त्यो छ नि मलाई अनि पार्वती माता हुनु थाल है ल लुजा यसरी म टाउको ठोकिन्छ है ल सर्प हुँदैन सर्प भयो नि फाट्छ बाटो छोड त भाइ म पनि पार्वती माताको जान्छु भिडियो अन होइन तिर अनि र त लाइट उ आइरहेको छ म त भिडियो ल केही नगरी म चाहिँदैन हाम्रो फोनमै छ यता निस्किने ठाउँ रहेछ अप्ठ्यारो बाटो छ यस्तो छ है हेर यहाँ कस्तो राम्रै आफस्या बनिएको नि फेरि कोही मान्छेले बनाएको उको यस्तै त हो नि लाग्छ क्या त्यत्रै लाग्छ त्यस्तै लाग्छ भव्य उहाँ जानु नसक्छ म निस्किनु सक्दिनँ यता यता मम्मी कस्तो राम्रो भ्यू हो यहाँ त है कस्तो राम्रो भ्यू क्या यो माथि त
किलो लाग्यो भाले ढुङ्गा भन्ने हेरौँ ए उयो ऊ भालेको जस्तो सिउर छैन कोकरी कहाँ भनेर उहिले सत्यजुगमा बाँच्थ्यो अरे क्या टाइममा ढुङ्गै दुईवटा थियो एउटा पहिरोले लगाउँछ माथि मन्दिर पारहरू सबैलाई सम्झाएको चढाएको हाम्रो सबैको हेर त यहाँ कस्तो दामी छ है फोटो खिच्ने फोटो खिच्ने अहिले फोटो यहाँ ल हामीले 3 जनाको जाँदा पनि त्यही भएर जान्छ यहीँबाट जानु भने है डाइरेक्ट काठमाडौँबाट गाडीबाटै जानु ढुङ्गाहरू हेर न भिडियो बनाउनु ढुङ्गाहरूको गाडी गुराँसहरूको अनि यो वरिपरि यो क्या सिनको बनाउदेखि यस्तै ऊ त्यति बाटो त्यस्तो हुँदै हुँदै आएर त्यो ढुङ्गाको यो बाटो ठ्याक्कै उयो रोक्सेम भन्ज्याङ झर्छ होइन अनि रोक्सेम भन्ज्याङदेखि ऊ तल त्यो ठुलो बाटो देखाएको छ नि त्यो खोटाङ जाने अहिले ऊ यो बस्तु चाहिँ कहाँको पर यता ए चिप्रिङको अब यताबाट झर्छ यहाँको बाटो ए अघि पाइला तिर्दै आएको यिनीहरूले पो रहेछ अनि कि मामा अनि कसले चाहिँ उ गर्थ्यो लाइक कसले चाहिँ उ गर्थ्यो त्यो माथि त्यो हाम्रै बारी हो भन्न जङ्गल पहिले नानाहरूको पावामा त गोधाले लान्थ्यो सेल पकाउनेले सेल पकाउँछ अनि अशोक मामाले त्यस्तो भन्थ्यो अरे होइन बिचरा रक्सी बेचेर मेरो नानाले मलाई टोपी कि के किनेको पहिलेको दुःखमा पर्नेहरू यता पुरै डेरा बनाउँथ्यो मान्छेले अनि छोरी बुहारी गाएर जुझेर कुटाकुट गरेर आमामा कुटाकुट गरेर दोकानहरू गाडीहरू चाहिँ त अस्ति आएको थियो हाम्रो यहाँ झर्नु चाहिँ मजा आउँछ हाम्रैपट्टिबाट आउनु सजिलो रहेछ आउनु चाहिँ मजा आएको गोठाला गर्ने डेटिङ गर्ने ए तिनीहरू सिधै झरेछ नि त हामी त घुम्ने बाटो आयो घाम पनि डुब्न थाल्यो अब रोक्छम पुग्यो ऊ नै भन्दै थियो त पोपोहरूले ऊमा प्लेनमा चढ्यो नि बेलुका गएर एयरपोर्टमा बस्छ अनि बिहानै आउँछ अरे अनि झार्छु सम्झ्यो टाइम छैन यहाँबाट उयो पारेदेखि के हो त
कति खाउँ कि त्यो कोन छ नि यहाँबाट टुक्रुको बसेर सिधै पर बाक्लो देखिँदैछ त घर हो कि घर अब भान्जी ल्याउन आउँदा अलिक टाइम भयो भनेदेखि निस्किन्छु एक दिनमै आइहाल्छ नि यहीँ बस्ने गरी अब पछाडि त गाडी सिधै आउँछ बस्नै पर्ने हुन्छ परपरानु डाइरेक्ट मात्र आएको नि हिजो अस्ति नै बस्नु पर्थ्यो घरै जाने कताको जति टाइम लिएर आयो भने म त यहाँ पनि लाग्छ परेवा ल्याउँछु भने त्यही परेवा आमाहरूले दिनुभयो कसको माग बाटो आपाले ल्याइदिनु भयो अनि परेवा लगेर उडाइदिएँ अनि कतिको ऊ छ गुदी पनि अहिले मिठो रहेछ गुदी पनि मिठो छ आइस छोरी त्यो छोरी होइन नि छोरी गाडी छ मेरो तिम्रो गाडी होला मलाई चाहिँ चढ्दैन अनि म त यो मैले ज्याकेट होइन जस्तो लाग्यो म त गाडी आउँदै रहेछ नि त केसी गोक्ती रही
खोटाङ छोडियो होइन गाह्रो हुने रहेछ त है हामीलाई त जिपले पर्खिराखेको छ ब्रेज लाउँछ क्या बेली ब्रेज भयो तारहरू मात्रै खन्किरहेको छ यहाँबाट घुम्यो यहाँबाट जान्थ्यो क्या यस्तो घुमेर यो त आधी उता आधी भइरहेको छ अचम्मको नेटमा यस्तै खिच हुन्छ नि घुमा कहाँ खिचेको होला भने यस्तै हुँदै खिचेको होला यस्तो गरिराख्नु पर्ने रहेछ र तपाईँहरूको लागि थाहा पाऊ के मम्मीको त्यो हरायो भने चाहिँ मैले त्यो छामको छामै त्यो मेरो पनि पानीमा हाल्नु लाग्छ पछाडिको त्यो छक्क त्यो चाहिँ ओइ टाइसन के भयो दादाहरू आयो सबैले आमा बहिनी कसलाई भेट्ने मलाई आइज मलाई भेट मलाई यहाँ आइज माथि आइज बिजोग पो भएको थियो यहाँ मलाई आइज यहाँ अरूलाई मात्रै यहाँ यहाँ खुसी भएको यो सँगै कुद्दैछौ डर लट्ठी देखाउँदा कस्तो छ लट्ठी कस्तो छ